हेलो साथीहरू, आज चाहिँ मोमो बनाएर के गम खाइदिएको ल साथीहरू। अलि जुसी बनाउने भनेको थियो, सेतो मासु अलिक कम थियो, त्यही भएर भएन भने जस्तो चाहिँ, तर सो मिठो भएछ। तपाईँहरू पनि ट्राई गर्नु होला है साथीहरू। मोमोको किमा लिन हिँडेको हामी चाहिँ है साथीहरू। आज चाहिँ पोर्क मोमो खाने कुरा भयो, त्यही भएर पोर्कको मासु लिन हिँडेको। राईको छोरी भएपछि यतिको त हुनै पर्यो नि, पोर्क त खानै पर्यो नि होइन, पोर्क स्पेसल। अनि किमा लिने ठाउँ पुगेर किमा पनि ल्यायौँ हामी चाहिँ। अनि किमा लिएर आउँदा आउँदा रात पऱ्यो यार साथीहरू, अँधेरो भइगयो। अनि त्यही पनि लिएर आयौँ। बहिनीलाई चाहिँ के भन्छ प्याजहरू पिठोहरू मुस्दै गर भन्थ्यो, पिठो मुसेर प्याज काटिरहेको रहेछ बहिनी चाहिँ। सो हामी चाहिँ अब बहिनीले प्याज काटेपछि हामी चाहिँ तिल भुट्नतिर लाग्यौँ, अचार पनि बनाउनु पऱ्यो। अनि तिल फटाफट भुटेपछि प्याज र टमाटरलाई पनि भुट्थ्यौँ अचारको लागि। अचार पिन्न चाहिँ भिडियो बनाउनै भएन क्या यता के गर्दाखेरि। अनि अचार चाहिँ बनाएर रेडी भएको थियो। यता किमा चाहिँ बहिनीले मुस्दै थियो। अनि मोमो चाहिँ यस्तो भएको छ है हाम्रो चाहिँ। तपाईँहरू पनि बनाएर ट्राई गर्नु होला, एकदमै मिठो छ। हाम्रो मोमो पकाउनु भएर चाहिँ लास्टै सानो छ साथीहरू, थोरै जानु भएर। बाई बाई।